जारी फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 अर्थात् राउन्ड्स अफ 32 को खेलमा फ्रान्सले स्विडेनलाई 3-0 को सहज गोल अन्तरले पराजित गर्दै अन्तिम 16 अर्थात् प्री क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। संयुक्त राज्य अमेरिकाको न्युयोर्क स्थित न्यू जर्सी स्टेडियममा आज बिहान भएको यस नकआउट खेलमा फ्रान्सका कप्तान केलियन एम्बापे नायक बने। कप्तान एम्बापेले खेलमा 2 उत्कृष्ट गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयको 45औं मिनेटमा पहिलो र दोस्रो हाफको 74औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे। यो खेलका 2 गोलसँगै एम्बापेको यस विश्वकपमा कुल गोल सङ्ख्या 6 पुगेको छ र उनी सर्वाधिक गोलकर्ता अर्थात् गोल्डन बुटको दौडमा शीर्ष स्थानमा उक्लिएका छन्। साथै विश्वकप इतिहासमा उनको कुल गोल सङ्ख्या 18 पुगेको छ। त्यस्तै खेलको 53औं मिनेटमा माइकल ओलसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै ब्राडले बारकोलाले फ्रान्सका लागि दोस्रो गोल थपे। खेल अवधिभर फ्रान्सले 61% बल पोजिसन राख्दै खेललाई आफ्नो नियन्त्रणमा राख्यो र स्विडेनलाई गोल गर्ने खासै अवसर दिएन। यस जितसँगै उपाधि दावेदार फ्रान्स अब अन्तिम 16मा पाराग्वेसँग भिड्ने पक्का भएको छ। पाराग्वेले बलियो जर्मनीलाई अप्रत्याशित रूपमा पेनाल्टी सुटआउटमा पराजित गर्दै प्री क्वार्टर फाइनलमा स्थान बनाएको थियो। फ्रान्स विरुद्ध निकै सङ्घर्ष गरेको स्विडेनको विश्वकप यात्रा भने यही समाप्त भएको छ। त्यस्तै अझै बिहान सम्पन्न भएको अर्को खेलमा सहआयोजक मेक्सिकोले इक्वेडरलाई 2-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16मा आफ्नो स्थान पक्का गरेको छ। मेक्सिको सिटी स्थित ऐतिहासिक एस्टाडियो एड्जेका रङ्गशालामा भएको यस खेलमा सहज जित निकाल्दै मेक्सिकोले विश्वकपको नकआउट चरणमा रहेको आफ्नो 40 वर्ष लामो खडेरी समाप्त पारेको छ। भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण पूर्व निर्धारित समयभन्दा 1 घण्टा ढिलो गरी सुरु भएको खेलको 22औं मिनेटमा रोबर्टो अल्भाराडोको पासलाई सदुपयोग गर्दै जुलियान क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए। पहिलो गोल भएको 9 मिनेटपछि अर्थात् खेलको 31औं मिनेटमा क्विनोनेसकै उत्कृष्ट तालमेलमा स्टार फरवार्ड राउल जेमिनेजले आकर्षक गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा इक्वेडरले पुनरागमनको प्रयास गरे तापनि सफल हुन सकेन। खेलको इन्जुरी समयको 5औं मिनेटमा रेफ्रीसँगको विवादका कारण इक्वेडरका डिफेन्डर पिएरो हाकिपीले रेड कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। मेक्सिकोले सन् 1986मा आफैले विश्वकप आयोजना गर्दा बुल्गेरियालाई हराएता विश्वकपको नकआउट खेल जित्न सकेको थिएन। यो जित मेक्सिकोका लागि निकै उत्सवमय बनेको छ। अब मेक्सिकोले अन्तिम 16को खेलमा इङ्ल्यान्ड वा डिआर कङ्गोमध्ये एक विजेतासँग खेल्नेछ। यता गै राति अर्थात् मङ्गलबार राति भएको अन्तिम 32 को रोमाञ्चक खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गर्दै अन्तिम 16मा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा भएको यस प्रतिस्पर्धात्मक खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड पुनः एक पटक टोलीको जितमा नायक बने। खेलको 39औं मिनेटमा कप्तान मार्टिन ओदेगार्डको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एन्टोनियो न्युसाले आकर्षक गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफमा मैदान छिरेका म्यान्चेस्टर युनाइटेडका खेलाडी आमद डियालोले 74औं मिनेटमा एक उत्कृष्ट सोलो गोल गर्दै खेललाई 1-1 को बराबरीमा ल्याए। खेल बराबरीतर्फ धकिलिरहेको अवस्थामा 86औं मिनेटमा ओस्कार बबको पासमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेको 2-1 को जित सुनिश्चित गरे। यो उनको यस विश्वकपमा 5औं गोल समेत हो। विश्वकप इतिहासमा पहिलो पटक नकआउट खेल जित्दै नर्वेले नयाँ इतिहास रचेको छ। अब अन्तिम 16को खेलमा नर्वेले विश्वकपको सर्वाधिक सफल बलियो टोली ब्राजिलसँग सामना गर्नेछ। अर्कोतर्फ पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेर साहसी प्रदर्शन गरेको आइभरी कोस्टको यात्रा भने यही सकिएको छ। जारी विश्वकपमा नकआउट चरण अन्तर्गत हालसम्म 7वटा खेल सम्पन्न भएका छन्, जसमा 2 अपसेट नतिजा निस्किएको छ। पहिलो अपसेट नतिजाका रूपमा पाराग्वेले 4 पल्टको विश्वविजेता जर्मनीलाई टाइब्रेकरमा 4-3ले स्तब्ध पार्दा मोरोक्कोले युरोपेली बलियो टोली नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा 3-2ले पाखा लगायो। त्यस्तै विश्वकपको अन्तिम 32 खेलमा सहआयोजक राष्ट्र क्यानाडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै ऐतिहासिक रूपमा अन्तिम 16मा स्थान पक्का गर्दा ब्राजिलले एसियाली पावर हाउस जापानलाई घर फिर्ता पठायो।